Okay, now welcome to our truth or lie guess the object challenge. So के छ तपाईसँग के छ सर अनि भन्नुहोस् न त अब के छ तपाईसँग मसँग छ स्मल फ्लावर पट स्मल फ्लावर पट फ्लावर pot. Okay, विथआउट द फ्लावर without the flower. What do you mean by without the flower? फ्लावर पट मात्रै Pot मात्रै. Okay, ल मसँग चाहिँ किबोर्ड छ किबोर्ड किबोर्ड थियो त्यसमै थियो ल ल किबोर्ड मैले निकालिसकेँ सर ओके तपाईँ अहिले तलै जानु है म तलै छु मेरो किबोर्ड अहिले लामो छ फेरि देखिएला ओके फर्स्ट क्वेशन पाँचवटा मात्रै क्वेशन हो होइन तिनवटा क्वेसन तिनवटा हो ए भेरी होइन ल चारवटा क्वेसन तपाईँ सोध्नु ल त्यो किबोर्डको करक 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 वर्डहरु थिच्नुस् त वर्डहरू ए किबोर्ड किज थिच्ने किस किस हाम्रो किबोर्ड यति स्मुथ छ किन ल स्पेस बार हाम्रो किबोर्ड यति स्मुथै छैन इन्टर तपाईँसँग के छ अरे पट होइन फ्लावर पट फ्लावर पट रे हामीसँग फ्लावर पट भएको त सबै हल्का मात्रै छ माथिबाट अलिकति माथिबाट उचालेर खसाउनु ए फेरि हेभी छ यार यो त फ्लावर हाम्रो फ्लावर पट हेभी छ विदाउट द फ्लावर भने कि जे नि हुन्छ फ्लावर पट हो अब फ्लावर पनि छ त्यसमा के थाहा त अब मैले के भने त्यो त छ कि छैन छैन नि त त्यसो गर्नु फ्लावर पटको भित्र कहाँ दुई तीनचोटि सोध्या त नि ए ल सरी ल तपाईँको मैले तपाईँको थाहा भइसक्यो के हो ल्यापटप बोकेर छैन ड्रप गर्नुहोस् एक 2 इन्चबाट फुट्ला ल्यापटप फेरि कहाँ किबोर्ड त फुट्छ नि होइन 1 इन्चबाट मात्रै ल हो ल्यापटप भन्छ नि ल ल ल तपाईँको पालो ए मेरो पालो होइन त्यो फ्लावर पटको भित्र अम्ला घुसाएर र नङले साइडमा चाहिँ घुम्नु कस्तो नङले ल भित्र भाँडा मान्छ नि भाँडा गिलास मान्छ नि हो त्यसरी एउटा अम्लाले मात्र तर नङले पोइन्ट गर्नु भित्रै त हो त्यो त बाहिर जस्तो छ भित्र हो ल फु तपाईँ त्यो किबोर्ड एकचोटि घुमाउनुहोस् त घुमाउने कसरी घुमाउने त्यो मलाई भन्नु त्यो त अनि अट्दैन होइन यसरी घुमाउने हातले घुमाउनु न हातले कसरी घुमाउने त्यो फोन पनि यसरी घुमाउनु पर्दैन कि फ्रीली घुमाउनु परेन ए हातले जस फ्रिक्सन आउने गरेर ए ल ओके ल अब मेरो बात होइन तपाईँको फ्लावर पट भने होइन कुन कलरको छ फ्लावर पट व्हाइट सक्यो है क्वेसन सक्यो है ल के छ तपाईँको के हो मेरो गेस गर्ने अब के छ तपाईँको त्यो किबोर्ड होइन त्यो ल्यापटप साँच्ची हो ल होइन किबोर्ड चाहिँ होइन के हो त गेस गर्नु नि त किबोर्ड त होइन भन्नुभयो होइन के हो चाहिँ ल भन्नु न ल्यापटप साँच्ची ल्यापटपै हो त्यो ल मेरो गेस गर्नु तपाईँको मेरो विचारमा फ्लावर पट त होइन तपाईँको ग्लास हो जस्तो छ ग्लास कस्तो ग्लास यस्तो टकटक आवाज आउँछ प्लास्टिकको ग्लास हुन्छ नि त प्लास्टिकको ग्लास हो जस्तो लाग्यो मलाई चाहिँ खासमा ओके लेट्स रिभिल यो माइक चाहिँ गर्छ ल 1 2 3 यो गुल्छनु यो अनि खोइ त भित्र बाहिर गएर